हेलो हाई नमस्ते सबैजनालाई वेलकम छ मेरो ब्लगमा। म चाहिँ भर्खर उठेको, फ्रेस पनि भएन, अब फ्रेस भएर काममा जानु छ। अब सधैँ कामको काम भइन्छ, एक दिन छुट्टी हुन्छ, त्यो दिन छुट्टीमा नि कहाँ छैन जाने। अब त्यो एक दिन छुट्टी नि सुतेरै जान्छ। अनि मैले के भन्छ अरे काम गर्ने ठाउँ चाहिँ यही घर हो, मैले काम गर्ने यही घर, यो चाहिँ रेस्टुरेन्ट हो। अनि त्यही भएर यही हो, यो चाहिँ बफेको लागि हो। आज चाहिँ शुक्रबार, शनिबार, आइतबार 3 दिन चाहिँ यो 3टा लाग्छ, अनि अरू दिन चाहिँ यो 2टा मात्रै लाग्छ। यहाँ बसेर मस्त अर्डर गरेर बस्ने आउँछ, अनि त्यसपछि दिन जाने हो अर्डर बाहिर टेबलमा खाना मिल्दैन। मेरो चाहिँ अब रेस्ट टाइम भयो, 3 बजेदेखि 5 बजीसम्म 1 आवरको रेस्ट टाइम हुन्छ। अनि त्यही रेस्ट टाइम भएको हुनाले म काम सकेर अब घर फर्किँदा अब सिधै पोछा है त। त्यसपछि मेरो छुट्टी पोछा लगाएपछि अब यहाँ पोछा लगाएर भ्याएपछि अनि बल्ल मेरो छुट्टी हुन्छ। पोछा लगाएपछि यत्रो धेरै पोछा लाउनु छ नि, यो सबै आधी गरेर सकियो, बल्ल आधीवाला चाहिँ बाँकी छ। यताको के भन्छ, यताको यो अनि यो अगाडिको बाँकी छ, आधी सक्यो, बल्ल थाकियो गर्दा गर्दा। ओके, पोछा लाएर पनि सक्यो। यस्तै छ अब पोछा लगाएर। यही हो, अब के भन्नु र, सबैजनालाई धन्यवाद जतिजनाले पनि मेरो भिडियो हेर्नुभयो। अनि अब मन पऱ्यो नि नपऱ्यो नि हेरिदिनु होला। अझै म राम्रो गर्ने प्रयास गर्दैछु। भर्खर खोलेको च्यानल हो मेरो चाहिँ। होप छ सबैजनाले मन पराइदिनुहुन्छ भन्ने आशा छ मलाई। अनि हेर्ने जतिले लाइक सेयर सब्सक्राइब गरिदिनु होला, नहेर्नेहरूले पनि लाइक सेयर सब्सक्राइब गरिदिनु होला। सधैँभरि यस्तै माया देखाइदिनु होला। हजुरहरूले माया देखाएपछि बल्ल पो मलाई पनि नयाँ भिडियोहरू, कन्टेन्टहरू, अरू नयाँ ठाउँमा गएर एक्सप्लोर गर्ने मन लाग्छ मलाई पनि, तपाईँहरूले हेरिदिएपछि।